हाम्रो महेन्द्र मोरङमा हुन गइरहेको चुनावको अहिले प्रचार प्रसार भइरहेको छ। हामी पनि केही विद्यार्थीसँग उनीहरू ओपिनियन लिनेवाला छौँ। के कसो हो तिनीहरूको ओपिनियन यो आदर्श बहुमुखी क्याम्पसको बारेमा अनि त्यो चुनावको बारेमा। आउनुहोस् के विद्यार्थीसँग हामी पनि छलफल गरौँ। चुनावको माहौल चल्दैछ, तपाईँ केही दुई शब्द जाओस् न चुनावको बारेमा। चुनाव त यस्तै हो, जहिले भइरहेको छ। जति बेला चुनाव भइरहन्छ होइन, नेताहरू नेपालको चुनावको बारेमा होइन कि महेन्द्र मोरङमा भइरहेको चुनावको बारेमा सोध्दैछु कि 2 वर्षमा एकचोटि हुन्छ। ठिकै छ, चुनाव भन्ने चिज भइरहन्छ होइन। त्यसमा हामीले अब एक दुईवटा पार्टीको मान्छेहरू जिताउनको लागि राम्रो हुन्छ होइन। अनि तपाईँ चाहिँ यो महेन्द्र मोरङमा कुन पार्टीलाई सपोर्ट गर्दै हुन्छ? म चाहिँ सोभियोलाई सपोर्ट गरिरहेको छु। सोभियोलाई उहाँले अहिलेसम्म के गर्नुभएको छ? अहिलेसम्म यसो त्यस्तो धेरै प्रगति त आजकलको कुनैले गर्दैन। यसो थोरै थोरै प्रगति गर्दैछन् अलिकति। थोरै थोरैको प्रगतिलाई पनि तपाईँले सपोर्ट गर्दै हुनुहुन्छ, जुन धेरैले गर्न सक्छ उहाँले दबाउँदै हुनुहुन्छ। के यस्तो केही पोइन्ट अफ भ्यू जाओस् नि यसको बारेमा। त्यो चाहिँ त्यस्तो राम्ररी भन्न सकिँदैन होइन। अनि यो अब थोरै थोरै जुन विकास गर्दैछ तपाईँ त्यहीलाई सपोर्ट गर्दै हुन्छ, जुन धेरै गर्न सक्छ उहाँले तपाईँहरू मत नहालिकन उनीहरूले दबाउँदै हुनुहुन्छ। यसको विषयमा पनि जाओस् न दुईवटा। होइन, हामीले त जसले गर्छ त्यसलाई नै सपोर्ट गरिरहेछौँ होइन। तपाईँलाई के लाग्छ कि नेता बन्नको लागि एजुकेसन नै इम्पोर्टेन्ट हुन्छ कि त्यो नेतावाला गुण पनि हुनु पर्यो? देशमा नेताको गुण पनि हुनु पर्यो अलिअलि होइन। त्यसपछि विकास गर्नु पर्यो, कलेजहरूको लागि पनि के सोच्नु पर्यो, विद्यार्थीहरूको लागि के सोच्नु पर्यो। तपाईँलाई के लाग्छ कि महेन्द्र मोरङमा के चिजको कमी छ, के चिज हुनु पर्यो विद्यार्थीहरूको लागि? होइन, विद्यार्थीहरूलाई त्यस्तो सुविधा त अहिले सुविधा राम्रो नै छ। मतलब अलिअलि के अरे स्टुडेन्टहरू पनि अलिकति केयरलेस छन् होइन। त्यहाँ स्टुडेन्टहरू अलिकति ध्यान दिएर पढ्दै अलि राम्रो हुन्थ्यो। टिचरहरू पनि अलिकति राम्रै छन् हाम्रो कलेजहरूमा होइन। सबै चिज अलिकति स्टुडेन्टहरू चाहिँ अहिले व्यवस्थित भइदिएको भए राम्रो हुन्थ्यो भनेर। ल राम्रै छ, तपाईँको पोइन्ट अफ भ्यू राम्रो लाग्यो। अब राम्रो छ, राम्रै पढ्नु होला। हेलो साथीहरू। हेलो गाइज, के छ हालखबर? ठिकै छ। अनि यो चुनाव भइरहेछ अनि त्यसको माहौलमा के भन्न तपाईँहरूको केही धारणा छ? हामी त सिधै नेभीसँग हो। नेभीसँग हो। हाम्रो त्यो 15 गते भएको त्यो द्वन्द्वको बारेमा झगडाको बारेमा तपाईँ के भन्न चाहनुहुन्छ? त्यो त अब आफै न्यु खोज्न आएपछि त न्यु खोज्न तपाईँ त्यहाँ हुनुहुन्थ्यो होइन? के तपाईँ त्यहाँ हुनुहुन्थ्यो? म त्यहाँ थिइनँ, तर पनि मैले थाहा पाएँ झगडा भयो। होइन, झगडा भयो त्यो आफ्नो झगडा किन भयो? यो स्वतन्त्र विद्यार्थी मतलब एउटा युनियनको मान्छे भएर पनि त्यो झगडा गर्ने हो? अनि त्यो त्यस्तो झगडामा अब न्यु खोज्न अब त्यस्तो नेताले पनि आफ्नो झगडा गर्छ, त्यस्तो वातावरण सिर्जना गर्छ भने हामी जस्तो आम त्यो विद्यार्थीहरूले के गर्ने? यो भनेको शान्ति र ऐतिहासिक कलेजलाई के हामीहरू झगडामा परिवर्तन गरिदिने? त्यो तपाईँले भनेको कुरा एकदम गलत हो। मान्छे यदि मसँग न्यु खोज्न आयो भने मैले हरेक कुरा सही राखेको छु भने त्यसको मतलब यो होइन कि मान्छेले जसलाई पनि जे पनि भन्न पाउँछ। अनि कोही न्यु खोज्न आउँछ तपाईँ त्यसलाई ह्यामर लिएर हान्नुहुन्छ, हस्पिटलले पुर्याइदिनुहुन्छ। त्यो गर्नुपर्छ, जसलाई एकचोटि भन्दा पनि लाग्दैन त्यसलाई बारम्बार एउटै कुरा भन्नुपर्छ। अगर तपाईँ कुनै पार्टीको नेता हुनुहुन्छ भने त्यस्तो कदम उठाउनुहुन्छ भने तपाईँ त्यो नेता बन्ने हकदार हुनुहुन्न कि? त्यस्तो हुनु पर्यो, एउटा आँट हुनु पर्यो, साहस हिम्मत हुनु पर्यो अनि मात्रै नेता बन्ने। तपाईँले आँट साहसको हिम्मत गर्नुभयो। त्यो आँट साहसको हिम्मतले नै गर्दा अहिलेसम्म दुश्मन यहाँ आउनु भयो र नेभी सङ्घ पनि यहाँ आएको छ। उहाँहरूको त मलाई थाहा भएन के हो कसो हो भनेर, कसरी पुग्नु भयो यहाँ। तर हाम्रो 2 वर्षमा के भयो कसो भयो तपाईँ बताउन सक्नुहुन्छ? यो विद्यालयको बारेमा के कसो केही परिवर्तन भएको भएन? हामी आउँदाखेरि यहाँ के अरे यहाँ कालो पत्र थिएन, अहिले हामी सेकेन्ड इयर थर्ड इयरमा आएपछि कालो पत्र बनेको छ। अनि के अरे यो हामी आउँदाखेरि खेलकुद हुँदैन थियो, अहिले हामी आएपछि खेलकुद हुन थालेको छ। हो, खेलकुद त हुन्छ हाम्रो, त्यो राम्रो हो खेलकुद हुन्छ। तर 25 लाख जति त्यो खेलकुदमा त्यो भएको छ, खर्च भएको छ। हामीले मलाई लाग्छ 5 लाख पनि राम्ररी खर्च भएको हुँदैन। केमा 25 लाख भन्नु न? के खेल्ने विद्यार्थीलाई हरेक फलफुलदेखि लिएर जुसदेखि फलफुलमा 25 लाख रुपियाँ खर्च भयो। अनि त्यो फलफुलमा मात्रै भएन नि त, त्यो लिएर पानीदेखि लिएर बिहानदेखिको बेलुकासम्म खट्नेलाई खुवाउनु त पर्यो। त्यतिकै त अरूलाई खटाउन मिल्दैन होइन, खुवाउनको लागि 25 लाख रुपियाँ खर्च लागिसक्यो। अनि खुवाउनु पर्यो, ट्रेन ल्याउनु पर्यो, एम्बुलेन्स। तपाईँलाई थाहा छ 25 लाखको कति हुन्छ महत्त्व? म एउटा जग्गा किन्न सक्छु, त्यहाँ एउटा घर, त्यहाँ एउटा जग्गा किनेर सुन्नु न तपाईँलाई मैले त जग्गा किनेर त्यसमाथि घर पनि बनाउन सक्छु म। तपाईँ 25 लाखको कुरा गर्दै हुन्छ? यस्तो सानोतिनो 1 विकको त्यो स्पोर्ट्स विक हुन्छ। हेलो एभ्रिवान। अनि चुनावको बारेमा 2 शब्द जाउँछ न। 5 गते हुनेवाला छ चुनाव, तिनीहरूको बारेमा केही भन्न
जसले राम्रो काम गर्छ त्यसलाई भोट हाल्ने। अहिलेसम्म 2 वर्षमा कसले राम्रो काम गर्नुभएको छ जस्तो तपाईँलाई लाग्छ? कुन इयरमा तपाईँहरू? सेकेन्ड इयर हो। फोर्थ इयरमा तपाईँहरू चाहिँ 1 इयर त सकिसक्यो तपाईँहरूको। तपाईँहरूले कस्तो अनुभव गर्नुभयो कि मतलब नेताहरूले यस्तो गरेको छ यस्तो गरेको छैन भनेर? थाहा नै छैन अब थाहा नै छैन यसपालि नै भयो। ए मतलब तपाईँहरूलाई लागेको छ नेताहरूले के गरेकै छैन यो महेन्द्र मोरङमा? गर्नु भएको छ के गर्नु होइन त्यस्तो के गर्नु भएको छ जस्तो लागिरहेछ तपाईँलाई? गर्नु भएको छ नि धेरै थोक गर्नु भएको छ। अब हेर्नु त्यही धेरै थोकमा 2 3 जाओस् न। अब हेर्नु न कलेजमा चेन्जहरू हेर्नु अब त्यस्तै उस्तै हो नि। होइन मलाई त केही चेन्ज लागेन तपाईँकै मुखबाट सुनौँ न। त्यो भवन बनो एउटा बिबिएको भवन बनो। उहाँ चाहिँ त्यो के भन्छ स्वतन्त्र विद्यार्थी युनियन भनौँ या जे भनौँ त्यसको अध्यक्षले बनाएको होइन हाम्रो त्यो के भन्छ अध्यक्षले त कहाँ गएर बनाउनुहुन्छ? त्यही त हाम्रो अध्यक्षले जुन अगाडि बाटो अगाडि हेर्नु त पिच बाटो बनो अनि त्यो भवन बनो अरू बन्ने क्रम अब जारी छ होइन। हजुर हेर्नु त पानीकोहरू बन्दैछ पानी खानेहरू बन्दैछ। पार्टी हेरेर भोट हाल्ने होइन क्या मान्छे हेरेर एज अ पर्सन हेरेर भोट हाल्ने हो क्या पार्टी हेरेर भोट हाल्ने। त्यसको काम मतलब तपाईँहरू भन्ने हुन्छ कि उहाँहरूको काम हेरेर मात्रै भोट हाल्नुहुन्छ? तिनीहरूले मतलब कुन पार्टीले राम्रो काम गरेको छ अहिलेसम्म 2 वर्षमा? पार्टीले भन्ने नै छैन क्या त्यहाँ त होइन पार्टीको मान्छेले नै काम गर्छ नि त। सुन्नु न पार्टीको मान्छे पनि त सभापतिमा एउटा पार्टीको हुनुहुन्छ होइन अनि सचिवमा मेन भनेको अध्यक्ष नै हुन्छ नि त उहाँहरूको। अनि त्यसो त अब योचोटि त अस्तिको सभापति उठ्दै उठ्नुहुन्न नि उहाँले उठ्नै मिल्दैन होइन अहिलेको जुन अध्यक्ष छ त्यो जुन छ तिनीहरू मध्येमा त्यही रोहित यादव र जसवन्त पौडेल जुन छ तिनीहरूमा अहिले महासङ्घ मतलब युद्ध भइरहेको छ। यिनीहरूबाट त्यो विषयमा चाहिँ हामी अनभिज्ञ है त्यो चाहिँ हामीलाई थाहा छैन। होइन तपाईँहरू मतलब अहिलेसम्म के भएको छ यो कलेजमा जान्नु भएको छैन 4 वर्षको त्योमा अनि तपाईँहरू 2 वर्ष भयो भन्नुभयो मतलब पिच बाटो होइन अहिले तपाईँ भन्दै हुन्छ म कसलाई दिन्छु पार्टीको त्यो बोल्न सक्दिनँ त्यो मान्छेको काम हेरेर मात्रै त्यो भोट हाल्ने हो त कुन मान्छेको काम तपाईँलाई मन पर्यो कसले गरेको छ? मान्छेको काम कुन मान्छेको काम मन पर्यो भन्ने नै छैन क्या। सुन्नु अब जस्तै सभापतिमा जसवन्त दाइ हुनुहुन्थ्यो भने सचिवमा नेभी सङ्घको मान्छे सभापतिमा हुनुहुन्थ्यो होइन। अब सचिवमा अनिरा चौबीको मान्छे हुनुहुन्थ्यो त्यतिखेर के अरे त्यो दाईको नाम के ठकुरी सनिम ठकुरी दाई होइन। अब कुन पार्टी मन पर्यो भने त दुईजनाले मिलेर दुईजना होइन एउटा पुरै त्यो टिमले मिलेर काम गरेको हो नि त। अनि कुन पार्टी मन पर्यो भने अहिले चाहिँ उहाँहरू एकै टिममा होइन अर्कै खण्ड खण्ड पढेर स्वतन्त्रमा को हुनुहुन्छ कोही त्यहीमा हुनुहुन्छ। अब चाहिँ कसरी तपाईँले भोट हाल्ने हो? अब हेर्नु अब त्यो होइन त्यो समयमा सबैजना होइन सुन्नु न खुल्ला भन्न त मिल्दैन नि त। मेरो स्वतन्त्रताको कुरा हो मेरो अधिकारको कुरा हो मैले मेरो होइन तपाईँको अधिकार होइन तपाईँको अधिकारको कुरा हो। अब हेर्नु जसले काम गर्दैछ उहाँले नै फेरि पनि तपाईँ विजय गराउनुहुन्छ। राम्रो काम गर्नुभयो भन्ने नै छ र एउटा उहाँको नराम्रो काम भन्दैन कसको ल मैले जसवन्त दाइको 2टा नराम्रो काम भन्दैन नि त। होइन तपाईँले त्यसको 2वटा होइन होइन त्यसको 2वटा त्यो होइन उहाँको 2वटा राम्रो काम भन्नु तपाईँ? अब राम्रो काम छ नि धेरै भन्नु नि तपाईँ। परेको बेला हेल्प गर्नुहुन्छ अहिलेसम्म के परेको छ र उहाँले के हेर्नु? धेरै थोक गर्नुभएको छ। अब सबै कुरा मेरो हुन्छ नि अब प्राइभेट त्यो कुराहरू पनि हुन्छ मेरो पर्सनल कुरामा हेल्प गरे होइन कि मेरो कलेजमै हुने कुराहरूमा नि गर्नुभएको छ। म चाहिँ जसवन्त पौडेलको होइन म रोहित यादवको होइन म कसैको सपोर्टमा होइन। हेर्नुहोस् म यो सोध्दैछु कि विद्यार्थीहरूलाई के चाहिएको छ त्यो मात्रै आवाज उठाउन आएको कि तपाईँले त्यो सपोर्ट गरेको छ तपाईँले सपोर्ट गरेर हुँदैन कि यो विद्यार्थीको हितको लागि विद्यालयको हितको लागि के गर्नु भएको छ जसवन्त पौडेलले त्यो भन्न खोजेको? एज अ पर्सन मलाई मेरो लागि सपोर्ट गर्नुभयो भनेकै छैन क्या। कलेजमा परेको कामको लागि म जस्तो मान्छे सबै अब हेर्नुहोस् कलेजमा त धेरै त्यो हुन्छ सबै थोकहरू हुँदै रहन्छ। तपाईँले किन काम गर्नु भएन के म त्यस्तो भन्दिनँ कि काम गर्नु भएको छ कि छैन तपाईँले के गर्नुभयो विद्यार्थीले सुन्नु न उहाँले गरेको राम्रो काम त हामीले भनिसकिन्छ मतलब गर्नुभएको छ भनिरहेको छ क्या। अब नराम्रो काम खोइ हामीले त देखेको छैनौँ त्यस्तो। अब हाम्रो अगाडि भएको छैन भित्रभित्र भएको छ भने हामी कसरी जानु त? हामीले राम्रै छ हाम्रो हेर्नुहोस् मान्छे हेरेर होइन उहाँको काम हेरेर भोट दिनु होला। एउटा मत एउटा त्योले भन्छ नि बुनबुनले सागर बन्छ भनेर एउटा मत धेरै इम्पोर्टेन्ट हुन्छ। तपाईँहरूकै मतले गर्दा एउटा राम्रो मान्छेहरू पदमा बस्नुहुन्छ। नेपाल के भन्नु अब राम्रो मतलब राम्रो मान्छेले जिताउनु होला आफ्नो मतको सही सदुपयोग गर्नु होला। सबका